तपाईहरुले देखिरहनु भएको छ सत्यनारायण साफी जसले चाहिँ बडो कठोर मेहनतको पश्चात एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्नुभयो। उहाँलाई सहयोग गर्ने यति बेला नवराजपुर गाउँपालिकाका पालिका अध्यक्ष जो जनताको हरेक कार्यक्रममा बडो समीप रहेर चाहिँ सहयोग गर्नुहुन्छ, जनताको दुःख सुखमा 24औं घण्टा अहोरात्र लागिरहनुहुन्छ। उहाँ चाहिँ आज सत्यनारायण साफीको आँगनमै सहयोग गर्न आइपुग्नु भएको छ। अध्यक्ष मैले हजुरलाई स्वागत गरेँ। थ्याङ्क यू, धन्यवाद। आज कति सहयोग गर्नुभयो उहाँलाई? 55,555 रुपियाँ। 55 अलि हजुर ढिलो आइपुग्नु भएन त अघि धेरैले पनि हामी बाहिर गएको थियो, त्यो कुरा हामी मञ्चमै भनिराखेको थियो। हजुर हजुर कि कति कुरा आगे जान्छ हो। तपाईले धेरैलाई सहयोग गर्नु भएको छ। आज सत्यनारायणजीलाई सहयोग गर्दै गर्दाखेरि चाहिँ कस्तो लाग्छ? एकदमै खुसी छु, उमङ्ग छु, उत्साह छु कि हाम्रो छिमेकी पडोसी बरियारपट्टि गाउँपालिकामा यस्तो मान्छे छ, यस्तो व्यक्ति छ कि भोलि गएर चाहिँ हाम्रो भविष्यको धरोहर हो। मेहनत गर्नु, हामीबाट हुने सहयोग जति छ भने हामी सहयोग गर्छौँ। हुन तयार हुनुहुन्छ सत्यनारायणजी? यसअघि पनि म आएकै थिएँ, मैले भनेकै छु तपाईँलाई धेरै कुरा। साँच्चीकै मान्छेले एकचोटि संसार जित्नुपर्छ। तपाईँ संसार खोज्दै जानु पर्दैन, तपाईँ